हेलो एभ्रिवान वेलकम टु माई मिनी भ्लग। आज चाहिँ मैले अल्छी लागेन, जाँगर चल्यो चाहिँ भने छैन है। मलाई जाँगर नै चलेर सरसफाइतिर लागेको। अब हाम्रो समर भेकेसन पनि सिद्धिन लागिसकेको छ, स्कुल खुल्ने बेला भइसकेको छ। सो अब मलाई बेसरी जाँगर चल्छ। अनि मलाई यस्तो छ कि अब स्कुलको बिदाहरू भयो भने होइन, काममा जान परेन भने घर बस्न पऱ्यो भने बहुत अल्छी लाग्छ है, जाँगरै चल्दैन। अनि अब स्कुल चल्यो भने त कति जाँगर चल्छ है, सबै काम भ्याउने, सबै काम गर्ने, स्कुलको पनि घरको पनि है। सरसफाइ गरेर यसो साँझतिर चाहिँ हामी बजार निस्क्यौँ, बहिनी र म बजारतिर गयौँ। यसो तरकारीहरू किन्न थियो, अनि मोबाइलको पसलहरू पनि काम थियो, अनि मोबाइल बनाउनु पनि थियो। अनि मोबाइल बनाउन कुर्दा कुर्दा अँध्यारो नै भइसक्यो है। अनि छिटो हामी घर गयौँ, घर गएर मैले तरकारी यसो भिजाएँ है, तरकारीहरू धोएँ, पखालेँ। अनि मेरो कस्तो बानी छ क्या, तरकारीहरू बजारबाट लिएर नपखालिकन फ्रिजमा राख्ने बानी नै छैन है। हजुरहरूले कस्तो गर्नुहुन्छ नि? हजुरको पनि बानी छ र आएर बजारदेखि आएर अनि तरकारीहरू धोएर नै फ्रिजमा राख्ने? मेरो त खै त्यस्तै बानी नै परिसक्यो। अनि यता खाना पाक्दैछ। अनि आज चाहिँ सानो मम्मी आउनुभएको थियो, मलाई सन्चो छैन चेकअपको लागि आउनुभएको थियो। सो बस्यौँ यसो अनि गफ लगायौँ है। आजलाई यति नै, बाई बाई।